अहिलेको एउटा नयाँ रिसर्च अनुसार अहिले मानिसको वर्ल्ड वाइडमा नै मिनिमम टाइम स्प्यान कति भइसकेको छ भने 8 सेकेन्ड भइसकेको छ। मानिस 8 सेकेन्डपछि एउटा नयाँ कन्टेन्ट हेर्न चाहन्छ। यो सबै कारण भनेको सर्ट फर्म कन्टेन्टको कारण हो। अब अहिलेको जमानामा टिकटक, इन्स्टाग्राममा लङ फर्म कन्टेन्ट हेर्न नै मिल्दैन। हाम्रो लङ फर्म कन्टेन्ट हेर्न मिल्ने भनेको एउटा युट्युबमा मात्र हो र मानिसहरू युट्युबमा प्रायःजसो लङ फर्म कन्टेन्ट भन्दा नि सर्ट फर्म कन्टेन्ट हेर्ने गर्दछन् र सर्ट फर्म कन्टेन्ट हेर्नु का विभिन्न बेफाइदाहरू छन्। फाइदा होला तर जति फाइदा छन् त्योभन्दा डबल भनेका बेफाइदाहरू छन्। हजुर सर्ट फर्म कन्टेन्टलाई कसरी लिनुहुन्छ आफ्नो जीवनमा र हजुरको लाइफ कसरी त सर्ट फर्म कन्टेन्टले डिस्ट्रोय गर्दैछ भन्ने बारे आज हामी यो भिडियोमा जान्न गइरहेका छौँ। सबैभन्दा पहिले कुरा के थाहा पाउनुपर्छ भने हामी सर्ट फर्म कन्टेन्ट हेर्छौँ किन, हामीले लङ फर्म कन्टेन्ट हेर्दा हुँदैन र हामी 10 मिनटको भिडियो हेर्नुको सट्टा 10 सेकेन्डको रिल्स हेर्न मन पराउँछौँ। किनभने 10 सेकेन्डको रिल्सले हाम्रो दिमागमा छिटो नै डोपामिन रिलिज गर्छ र 10 मिनटको भिडियो हेऱ्यो भने मात्र 10 मिनटपछि अलिकति ढिलो हाम्रो दिमागमा डोपामिन रिलिज हुन्छ। डोपामिन भनेको के हो त? डोपामिन भनेको एउटा यस्तो गुड फिलिङ हर्मोन हो जसले हजुरलाई जब हजुरको दिमागमा त्यो डोपामिन रिलिज भयो तब हजुरलाई खुसी लाग्छ के, खुसी फिल, ह्याप्पी फिल गर्नुहुन्छ। त्यसैले त फर्स्ट टाइम यदि फर्स्ट हजुर रिल हेर्नुहुन्छ भने पहिलो दोस्रो तेस्रो रिलहरू चाहिँ हजुरलाई धेरै मजा आउँछ त्यो हेर्न। तर जब चौथो रिल, पाँचौँ रिल, 10औँ रिलमा हजुर सक्नुहुन्छ तब हजुरलाई बोरिङ लाग्छ तर पनि हजुर स्क्रोल गर्नुहुन्छ। किनभने त्यतिखेर हजुरको दिमागमा भएको डोपामिनको लेभल बढिसक्यो। मानौ कि डोपामिनको लेभल अहिले हजुरसँग 10 छ अरे डोपामिनको लेभल र हजुरले 2वटा रिल हेर्नुभयो, 2वटा रिलको कारण त्यो डोपामिनको लेभल 30 भयो। अब जति धेरै रिल हेर्नुहुन्छ नि त्यति नै धेरै हजुरको डोपामिनको लेभल बढ्दै जान्छ र हजुरको दिमागले अब छिटो टाइममा धेरै डोपामिन खोज्न चाहन्छ। त्यसकारण सानो नयाँ कम समयमा धेरै नयाँ कुराहरू यदि हजुरको दिमागले एब्जर्ब गर्छ भने त्यहाँ हजुरको दिमागले धेरै डोपामिन रिलिज गर्छ र हजुरलाई धेरै खुसी मिल्छ। तर यसको डिसएडभान्टेज के छ भने त्यसको डिसएडभान्टेज के छ भने हाम्रो डोपामिनको लेभल जब बढिसक्छ नि तब हामीलाई हार्डवर्किङ काम गर्ने मनै लाग्दैन के। किनभने हार्डवर्किङ कामको लागि टाइम चाहिन्छ र हजुरको एनर्जी चाहिन्छ र यसको लागि हजुरले स्ट्रगल गर्नुपर्ने हुन्छ, अलिकति हार्डवर्क गर्नुपर्ने हुन्छ। कहिले पनि यो विचार गर्नु होला कि बिहान उठ्दा हजुरले आधा घन्टा रिल हेर्नुभयो भने त्यो बिहान हजुर केही पनि प्रोडक्टिभ काम गर्नै सक्नु हुँदैन। किनभने बिहान नै हजुरको दिमागको डोपामिनको लेभल हाई भइसक्यो र डोपामिनको लेभल हाई भइसकेपछि अब हजुरको दिमागले कम समयमा धेरै डोपामिन चाहियो भन्दैछ। तर पढाइबाट त कम समयमा धेरै डोपामिन आउन सक्दैन। पढाइबाट होस् या एउटा केही एक्सर्साइजबाट होस् या केही खेल्दाखेरि डोपामिन त आउँछ तर त्यसको लागि टाइम लाग्छ के। त्यसैले त्यो धेरै टाइम लाग्छ त्यसकारण त्यो काम गर्ने मनै लाग्दैन। त्यसकारण बिहान मोबाइल हेर्दाखेरि पछि बिहान मोबाइल हेऱ्यो, बिहान आधा घन्टा मोबाइल हेरेपछि किताब पढौँ त लाग्छ तर किताब पढ्न मनै लाग्दैन के। खासमा मुख्य कारण भनेको यही नै हो। र यो डोपामिन हाई हुनु लो हुनुले पनि हजुरलाई इमोसनल इन्स्टेबिलिटी ल्याउँछ हजुरको लाइफमा। त्यसकारण मलाई के लाग्छ भने अहिले सर्ट फर्म कन्टेन्ट जो पनि हेरिरहेका छन् तिनीहरूको अटेन्सन स्प्यान धेरै कम रहेको छ जसले उनीहरूको फोकस गर्ने एबिलिटीमा धेरै इफेक्ट पारेको छ, नेगेटिभ इफेक्ट पारेको छ। मानिसहरू अहिले त भनौँ 5 मिनटको लागि राम्ररी फोकसै गर्न सक्दैनन्। 5 मिनट तिनीहरूलाई 5 सेकेन्डपछि नयाँ कुराहरू चाहियो हैन। त्यसकारण मलाई के लाग्छ कि जहिले पनि हामीले लङ फर्म कन्टेन्ट मात्र हेर्नुपर्छ र सर्ट फर्म कन्टेन्ट हेर्दाखेरि पनि लिमिटेड टाइमको लागि हेर्नुपर्छ। आफ्नो दिनमा एउटा यस्तो टाइम बनाउनुस् म आधा घन्टा मात्र सर्ट फर्म कन्टेन्ट हेर्छु, त्यसपछि म आफ्नो दिनमा कहिले पनि सर्ट फर्म कन्टेन्ट हेर्दिनँ त्यो दिनभरिमा। त्यसरी एउटा रुल बनाउनुस् के लाइफमा। त्यसै गरेर बिहान सर्ट फर्म कन्टेन्ट नहेर्नुस् र साँझ सुत्दाखेरि पनि सर्ट फर्म कन्टेन्ट नहेर्नु। यसले के हुन्छ भने हजुरलाई राति हेर्दाखेरि हजुरको निन्द्रा बिग्रिन्छ र यदि बिहान हेर्नुभयो भने पुरै दिन नै बिग्रिन्छ। त्यसकारण के थाहा पाउनुपर्छ भने हामी कुनै पनि
कन्टेन्ट कन्ज्युम गर्दैछौँ र कन्ज्युम गरिसकेपछि मलाई अर्को काम गर्न मन लाग्दै छैन भने किन लाग्दै छैन त? त्यो किन त? डोपामिनको लेभल हजुरको दिमागमा हाई भइसक्यो, त्यही हो। यदि हजुरले आफ्नो डोपामिनको लेभल कन्ट्रोल गर्न सक्नुहुन्छ, एउटा स्टेबल लेभलमा राख्न सक्नुहुन्छ भने हजुरलाई जुनसुकै काम गर्न पनि मन लाग्छ के। मन लागिसकेपछि अनि हजुरको जीवनमा ग्रोथ हुन्छ, किताब पढ्न मन लाग्छ, नयाँ स्किलहरू सिक्न मन लाग्छ, स्ट्रगल गर्न मन लाग्छ। त्यति भन्दैमा आज को भिडियो यहीँ अन्त्य गर्न चाहन्छु र सर्ट फर्म कन्टेन्टदेखि जति हुन्छ त्यति नै टाढा बस्नुहोस्, किनभने यसले हजुरको लाइफ स्लोली डिस्ट्रोय गर्दैछ कि, जस्ट लाइक क्यान्सर भन्न सकिन्छ। फर्स्टमा थाहा पाइँदैन क्यान्सर हुन्छ, जब लास्ट स्टेजमा पुगिन्छ नि तब बाँच्न सकिँदैन के। जस्ट लाइक हाम्रो सर्ट फर्म कन्टेन्टले पनि हामीलाई त्यसरी नै डिस्ट्रोय गर्दैछ। धन्यवाद।